गाइस के त सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै छु फेरि ब्याक भइसकेको छु मेरो न्यू डे न्यू ब्लगमा सो हिजो चाहिँ मैले के अरे यो भिडियो बनाएको थिएँ है अलिकति त्यो अगाडिको सुरुमा यो भन्ने सो त्यो चाहिँ कटेज चाहिँ यसो त्यही भएर अहिले बनाएको भिडियो त्योभन्दा पछि अरू त्यही भिडियोमा छ हेर्नु होला गाइस अहिले चाहिँ म टक्क बजार गएर आएको होइन बजारमा के अरे हाम्रो त्यो प्लम्बिङको घर हुनुहुन्छ नि त सो प्लम्बिङको सामानहरू अलिअलि बढी भएको थियो त्यो टक्क फिर्ता दिएर आएको है अहिले चाहिँ कभर सबर टक्क काटेर आएको होइन एक्लै गएको थिएँ अनि आइरहेको छु अनि सो हिजोबाट चाहिँ हाम्रो यहाँ सिन्धुलीमा फुड फेस्टिभल महोत्सव लागिरहेको छ होइन 2082को महोत्सव लागिरहेको छ सो भरे हिजोबाट सुरु भएको छ होइन सो अघि गएको त एकजना मान्छे पनि थिएन हो प्रोग्राम एउटा केही थिएन सुनसान थियो है अनि सरको फर्केर आयो भित्र पनि छिरिन सो अनि भरे बेलुका चाहिँ कलाकारहरू आउँछ होला 3 बजेदेखि कलाकारहरू आउँछ भने तर अहिलेसम्म एउटा मान्छेहरू पनि थिएन क्या सो भरे बेलुका चाहिँ गइन्छ है सो केटा हिजो नि गइन्थ्यो होला तर केटाहरू कोही थिएन हिजो त फ्रीमै हुन्छ नि सो हिजो चाहिँ फ्रीमै हुन्थ्यो होइन सो म चाहिँ गइनँ किनकि म एक्लै थिएँ कोही केटाहरू थिएन केटाहरू धरान गएको छ नि त धरानबाट अहिले आउँथ्यो अहिले मैले फोन गर्दाखेरि कता भन्थ्यो सिस्नेरी होइन सिस्नेरी रानीबास आइपुग्यो भन्थ्यो रानीबास अब आइपुग्ने बेला होला सायद यिनीहरू पनि सो अनि उता बजारबाट आएर घर पुगेर भरे बेलुकाखेरि फर्किने भनेको छ नि त फेरि बजार प्रोग्राम हेर्नलाई सो त्यही अनि सो भरे हामी चाहिँ केटाहरू सबैजना प्रोग्राम हेर्नु जान्छु होइन सो त्यति बेलाका नि भिडियो बनाउनु गर्छु है सो त्यही हो अनि हामीले चाहिँ पास कार्ड बनाएको त्यही भएर पैसा पर्दैन फ्रीमै बनाएको पास हिरे भाइले बनाइदिएको मेरो पास कार्ड चाहिँ होइन मेरो बुढीको पास कार्ड चाहिँ हिरे भाइले बनाइदिएको सो म चाहिँ जति बेला गयो भने जति बेला आयो नि नो मतलब है पैसा लाग्दैन सो टिकट चाहिँ कति 80 रुपियाँ भने 80 रुपियाँ पर्छ क्या अरे होइन त्यही हो अहिले चाहिँ म टक्क सानो फिर्ता गरेर आएको अनि होइन अब भरे फेरि जानुपर्ने हुन्छ त्यही हो गाई छैन अहिले घर आइपुग्न लाग्यो अरू नभेटेर हिँड्दै आइरहेको छु है त्यही त अनि अब टक्क घर आइपुग्दा नि अलिअलि काम हुन्छ काम सब टकटुक सिधाउनुपर्छ फर्स्ट टाइम छिटै जानुपर्छ हेर्नु आज कुन चाहिँ कलाकार आउँछ त्यही थाहा छैन फेरि मलाई चाहिँ गाह्रो छ गाई चाहिँ यस्तो देखिरहेको छ यहाँबाट चाहिँ नि यहाँ अलि जाँदै थियो रहेछ परबाट चाहिँ दामी देखिँदो रहेछ झन् कलर लाइन बवाल देखिन्छ फर्स्ट उता 2 बडी हुँदैछ अलि 2 बडी बाँकी छ उता पछाडिपट्टि र माथिल्लोपट्टि भित्तामा होइन त्यो बाँकी छ अनि घर त्यस्तो देखिँदो रहेछ यताबाट प्लास्टर गरेर अहिले चाहिँ हाम्रो फेरि बाहिर प्लास्टर बाहिर कलर नलगाउने भएको छैन भित्र मात्रै लगाउने किनकि नाफा तल पछि थप्ने होइन फेरि पछि तपाईँ रङ भयो कलर लगाइसकेपछि सबै कलरभरि त्यो सिमेन्ट लगायो भने त बिजोगी देखिन्छ महँगोहरूले किन्नु पऱ्यो हुन्छ होइन त्यही भएर त्यो माथि बाहिर चाहिँ कलर नलगाउने व्हाइट सिमेन्ट हो कि के भन्छ त्यो मलाई थाहा आएन हो त्यो मात्रै लगाउने सेतो होइन अनि भित्र चाहिँ टक्क कलर लगाइदिने साटसुट अनि त्यही हो अनि त्यो भएर छिटै सरिन्छ होला अब खै कति दिन सुकाउनुपर्छ सुकाएपछि कलर लगाउनुपर्छ अनि यता चाहिँ झ्याल ढोका बनिरहेछ हाम्रो है झ्याल ढोका टक्क बनिरहेछ अहिले म फेरि टक्क बसेर होइन तपाईँहरूलाई हाम्रो घर भिजिट गराउँछ ल कस्तो भयो केटाहरू अन्त काम भइरहेको पनि देखाइन्छ यता चाहिँ टक्क अब प्लास्टर बनाएँ यो साइड र त्यो साइड बाँकी छ अनि त्यो साइड चाहिँ हुँदैछ है अनि यहाँबाट चाहिँ टक्क मेन गेट यो होइन स्विमिङ यहाँ जाने यता एउटा रुम छ यस्तो अय्या रुम यता दामी भए यता चाहिँ हाम्रो टोइलेट बाथरुम यस्तो बहर पारामा मिला होइन हामीले पायो चाहिँ त्यो चाहिँ भित्रतिर राख्नु परेन यता राखेर मिस्टेक भयो चाहिँ यसको फेरि ढोका नै पायो भयो बिजौको यहाँनिर बनाउने बाँकी छ यहाँ चाहिँ अब प्यानहरू राख्नु बाँकी छ होइन प्यानहरू राखेपछि टाइल मार्बल टक्क राख्नुपर्छ यता हाम्रो लिभिङ रुम यतापट्टि अर्को नि कोठा छ है अनि यता पनि अर्को कोठा छ चारवटा रुम छ अनि एउटा लिभिङ रुम छ होइन अनि टक्क होइन मेला हेर्नुलाई हिँडेको
केटाहरू चाहिँ आइसकेको छ होइन निरे दाई अनि प्रदीप हिरे भाइ आइसकेको छ है हामी चाहिँ हिँडेको उही तिनजना होइन उहाँ के अरे कताबाट अरे धरान गएर आएको सो अनि हामी टक्क अहिले कपाल काटेको थियो नुहाइधुवाइ गएर हिँडेको अब चाहिँ काले भाइ कहाँ राखेर त दोस्त ए दोस्त एकचोटि हक गर न त हक गर न भने कस्तो हो के अरे सो ओ हिरे आज को आउँछ ओ रन्डा यहाँ ठोका हात चस्मा देखाएको कुनको अरे यता हेर्दा अच्छा हामी अन्धा भन्ने यहाँ चस्मा ओ महिनामा 2-3 चोटि छ त के हो अस्ति 1.5 महिना भन्दा बढी भइसक्यो अगाडि के ले आमा धरानको गोसेली यत्रो बित्थामा खाँदिनँ होला के को कहाँको प्रसाद हो अनि यो चाहिँ ए मा को बोल्यो झन्डै गालिदिएको साँच्ची भने अति हो अति रोजर भन्दै हिँड्ने नि धेरै हो धेरै हो रोजर भन्ने पनि भाइ के छ सन्चै छस् नि कहाँ घुमेछ धरान गएर ल हुन्छ भन्न बुढा सुब्बा दन्तकाली अनि ल ठिक छ सो हिरे भाइ चाहिँ मलाई एउटा च्यालेन्ज गरेको छ है त्यो भन्नु नभन्नु हिरे भाइ हिरे भन्नु कि नभन्नु सो होइन यो यिनीहरू अस्ति धरान गएर आज आयो होइन सो यसले मलाई भनेको कि अर्जुन र म धरान जाने भनेर भनेको थियो निमारा लगेर देखा अर्जुनलाई निमारा लगेर देखा म देब्रेवाडी कान काट राखिदिन्छु भने यसले होइन हो कि होइन हो काट्ने हो नि कान ल म यदि के गरी धरान गयो भने यसले कान काट्छ अरे होइन काट्नु भने चाहिँ के गर्ने यसको भिडियो नि छ मसँग होइन म भिडियो नि राखिदिन्छु यहाँ काटेन भने 2 कार्टुन बियर कति 2 कार्टुन ल ठिक तर मैले होइन सबै केटाहरूलाई सोधेको यसले म डङ्की नजाउँ भनेर यसको काका धरले जहाँ कान काट्दै रे के यति भनेपछि अब के भन्नु चाहिँ के सबैले च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अहिले चाहिँ हामी बसमाराकमा मौसम हेर्नु जाँदैछौँ यहाँ कसो कोसेली र जस्तो कोसेली हो यो अहिले हामी चाहिँ यहाँ बस यो बनको चाहिँ आइपुग्यो यहाँनिर कन्सर्टमा आइसक्यो होइन काले भाइ आज को आउँछ थाहा तँलाई किन हिँडिस् त तँलाई थाहा ओ तँलाई थाहा भने ल अब चाहिँ सुरु ब्यान्ड बाजा ठोक्दै त्यतातिर होइन सो यस्तो मान्छेहरू भट्टामा हुँदैछ अब बिस्तारै आमा के हो त्यो हिरे म हिँड्दिनँ देखेको भएको त्यो मामा चाहिँ त्यहाँबाट साइड लाउँदैछ होइन यता चाहिँ पुरै ब्यान्ड बाजा हान्छ यो तरकारी बोकेर हिँडिरहेको छ भोलिको लागि होइन उहाँ पर लगाएर राख्नुपर्छ होला त्यो अगाडितिर गएर बस्नु होइन भित्रै सिक्नुपर्छ ए नाच्दै हिँडे नाच्दैन अहिले हामी यता हामी अदालत अगाडि आएकै सिन्धुली अदालतको यस्तो दामी पार्किङ छ है कौन हेरे हो हामी एकछिन यहाँ साथीहरूलाई पठाएको होइन साथीहरू आउँदैछ त्यही भएर अहिले यहाँनिर यता आएर बसेको उता चाहिँ प्रोग्राम खासै सुरु त भइसक्यो तर यतैतिर गाउँतिरको गाउँतिर भन्दा पनि सिन्धुलीकै लोक कलाकारहरू होइन बुढाबुढीहरू नाचिरहेको छ होइन अनि त्यही भएर यता हामी एकछिन बसेको अहिले सुरु भयो चाहिँ अब छिर्नुपर्छ अनि त्यहाँनिर अलिअलि काम चाहिँ त्यही भएर नाच्न यतैको बुढाबुढीहरू नाचिरहेको छ बुढाबुढी नभन्नु होइन डान्सरहरू नाचिरहेको चमेल तेरो दिदी त डोकर न नाच्नुको लागि तयार हुनुहुन्छ अब हामी पनि उता जाने मान्छे साथीहरू आइसकेको छ उता पर होइन जानु लागेको बाउला चाहिँ यसलाई चाहिँ डस्टबिनमा चाहिँ हाल्नु के
ल देखाइदिउँ भिडियो देखा केटानीमा के छ हेलो हेलो रोजर 1 2 3 4 भित्र नै स्टलहरू चाहिँ खास केही लागेन रोटी पिङ घिमिराखा बत्ती सती हाल्यो नि कस्तो हो डिउ गिलास हान्नु जाउँ न ए फुच्चिहाल्नु हान्नुपर्ने हो फुच्चिहाल्नु बङ्गी हान्नुपर्ने कि छिराउनु पर्ने छिराउनु पर्ने खै त दर्शकै छैन त्यो एउटा पनि स्याबास झिल्के स्याबास खै अहिले चाहिँ यो भरिन्छ कि अहिले एउटा नि भरे छैन होइन गाडी खेल्ने भयो गाडी रहेछ खेल्ने तर म डुङ्गा खेलौँ न म त के खेल्नु किन त्यो अहिले यस्तो रमाइलो भइरहेको छैन खासै होइन अलिअलि चाहिँ भइरहेछ रमाइलो मान्छे छैन अहिले त खासै यो स्टल त भोलि अहिले त्यो मिस्टर जीवब अनि त्यो दुर्गेश थापाहरू आउने बेला बस्ला त्यो स्टल यो बिचमा के बस्ला त बाङ्गो त खै आफै गेमहरू त खासै रहेन त्यो यो गेमहरू नै राखेर त्यो कुन चाहिँ भुरी नाचिरहेर त नदेखिँदो रहेछ कुन चाहिँ नाचिरहेको रहेदैन बसेर आउँछ आएन स्याजियो स्याजियो चङ्गा स्याजियो फोटोग्राफी फोटो खिच्छस् कि यस्तो स्टलहरू चाहिँ बिच बिचमा राख्नु धेरै राम्रो भएन साइड साइडमा राख्नुपर्ने फोटो क्यामेरामा डान्स सिन्धुली कलाकारको नाच यतिबाट हेर्नुपर्छ आमन्त्रण गर्दैछु अत्यन्त लोकप्रिय चर्चित गायक विनोद लामा एकचोटि जोरदार तालीको लागि उहाँको प्रस्तुति प्रस्तुत गर्दैछु एकदमै ह्यान्डसम गायक हट्टा कट्टा ज्यान भएको गायक आउँदै हुनुहुन्छ हामीलाई भरपुर मनोरञ्जन दिलाउनको लागि सम्मानीय माइक्रोफोन हस्तान मुस्कान कस्तो राम्रो हो कि हजुरको तिम्रो त्यो चाला देखेर अब छाने भएछौ अब फेरि नसक्छौ तिम्रो त्यो चाला Thank you so much, Sitaji. किनभने तपाईँको साझा अलिक साझा भएपछि आउनु हामी पनि साझा भएपछि आयो हो कि होइन र 4-5 वर्षपछि म पहिले 4-5 वर्षपछि चाहिँ म आएको छु एकदमै थ्याङ्क यू सो मच मलाई एकदमै मनपर्ने ठाउँ हो आइसकेको छु माया रातभरि लाग्ने निन्दा कता गयो बाटो भयो जान्छ कसरी भेट्न चेक मात्रै गर्न खोजेको है तिम्रो पहिलो माया यो साइडमा जति भिड देखिन्छ यो साइड अलिकति यता पनि अलिकति भरिलो देखिन्छ जस्तो लाग्छ सबै गीत गाउनेछु आत्मामा कुरा प्रेमपत्र झ्यालैमा माया लैलै म गीत हो तिमी र अबको केही बेरमा हाम्रो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच मलाई एकदमै मनपर्ने ठाउँ यो ठाउँमा प्रोग्राम गर्न आउनु पाउँदा साँच्चै खुसी लाग्छ थ्याङ्क यू सो मच थ्याङ्क यू लभ यू फोर भन्नुभएको Why the promise to have
Seni gece sonrası कोई साइकिल नहीं बजा वो साइकिल लग रहा है वाला यार मलाई आउँदैन मान्दिन्छु सबैजना गर्नु है त सान्दिनेलाई मान्दिन्छु सान्दिनेलाई सान्दिन्छु मान्दिनेलाई मान्दिन्छु धेरै बढी बोली पछि कतै हान्दिन्छु यो पार्न म तलाउँछु तपाईँ सबैजना गाउनु हुन्छ ओके ल त्यही बार सुरु गरौँ माइकमा हल्का रिकल प्रस्तुतिमा रमाउनेछौँ त्यस पछाडि अर्का चर्चित ह्यान्डसम गायक कमल खत्रीको प्रस्तुतिमा रमाउनेछौँ अहिले भने अत्यन्त लोकप्रिय गायिका सृजना खत्री हाउडे मायाको प्रस्तुति हामी तपाईँहरूको माझमा जोड्दैछौँ बत्ती लाइन गयो क्या ट्र्याक बजाइदिनुहोस् ल ए लाइनै गयो बत्ती बाल्नु
हेलो सिन्जोले हाम्रो सम्पूर्ण सुरेश गौरी सरलाई थ्याङ्क यू सो मच त्यही भन्न चाहन्छु पहिलोमा ट्र्याक प्ले गर्नु होला हेलो चेक हेलो मलाई यो मोबाइलको लाइट अझ बल्नु पर्यो जस्तो लाग्छ पहिलो माया भन्छ मेरो दुईटा
हिरे भाइ अहिले सिधै आयो घर हिँडेको होइन 16 सिधै मोबाइल रमाइलो वर्षीको दिन के वर्षीको दिन एलिना चौहान दुर्गेश थापा आउँदैछ एकै दिन हो अनि भोलि चाहिँ कहाँ आउँदैछ भोलि सालको मात्र टपरी मात्र आउँदैछ हो त्यो खोइ के विश्वकर्मा छ उहाँ आउँदै हुनुहुन्छ यहाँ अहिले मान्छे टन्नै घर फर्किरहेको छैन यता चाहिँ चलिरहेको मस्त काली दोष कता हरायो पानी खाँदै हिँड्दा चाहिँ उतातिर एक्लै साले होइन यसो अब हामीले घर हिँडेको उता पर के नगरौँ पल्लो छेउमा पुग्नु पर्ने भयो होइन कति भइसक्यो अब 9:30 भइसक्यो त अब 3जना मात्र छ हाल्यो 3जना मात्र लखर घर जानुपर्ने हुन्छ होइन त्यो त्यही हो गल्ती मेरो थियो रे आज ढिलो हुनमा आज हल्का बाङ्गुङ कुस्ती पनि देखियो होइन एउटा दुईवटा उहाँबाट छिर्यो एउटा कुद्यो होइन रहेछ क्या रहेछ मलाई प्राङ्क गर्दै त्यो खुट्टाले सो अहिले चाहिँ आमा आज त केही होइन भोलि पर्सि जीवन शिव आउने बेला चाहिँ टन्नै हुन्थ्यो त अलिकति नि उस हुँदैन ए लै बाख्रा आज गर्छु पनि अब त्यही हो बाटोमा निस्केर भिडियो गर्छु होला होइन यस्तो भिड छ ठेला पनि ठेल गरेर जानुपर्ने हुन्छ त्यही हो आऊ होइन रमाइलो भइरहेको छ अहिले पुरै प्रदीपले हराएर खोजिरहेको होइन त्यसलाई बगिरहेको आउँदैन केटो आऊ मेरो किन्दा दुर्गा रमाइलो हेरेको छु क्या एकछिन यहाँ हेर हान्दै हिँड्छु गर्दै तेरो दिदी बहिनी छैन सालै आउने दिन तिनीहरू घर पुगिसक्छ अनि खोइ भाइसक्यो क्या गइसक्यो तिनीहरू गइसक्यो क्या हुआ भाई क्या हुआ अभी झगड़ा हुआ भाग्य वो लोग साला
थोड़ा सा भी वो लोग बस दिमाग नहीं था, इसलिए झगड़ा किया। लड़की के सामने कैसे बोलना है उसको मालूम नहीं है, झगड़ा किया। हो गया क्या भाई? हो गया हम चल रहे हैं। खत्म हो गया भाई। नहीं लड़का लड़की के पास कैसे मारे जाओ? हान्नु पर्छ त मजा आउँछ। आथ्यो हान्नलाई सवार मात्र। अरे आओ ठोको आओ। सो अब चाहिँ सिक्योर भरिन हान्दै 10 फायर रे एक्टर क्रस फायर अरे उइली आओ अहिले चाहिँ हामी टक्क घर आइसक्यो नि। यस्तो मजेर हो म घर भन्दा नि यहाँ सीमा गएरबाट स्कुटीमा आएको पुष्पदारी स्कुटीमा छोड्दै म र प्रतिभेला चाहिँ अनि हिरो लिनु गएको छ है। कान पुरै बन्द भइरहेको छ होइन, कस्तो टिँ बजिरहेछ। गाह्रो छ भोलि अब फेरि कान खुलिने तेरो के भएन? मेरो त्यस्तै भइरहेछ ट्याम्म अनि गुन्न बज्यो के अहिले चाहिँ हामी टक्क होइन यहाँबाट पुष्पदारी सीमा गएर मैले ल्याएर छोड्दै अनि हिँड्दै आएको। अनि हिरे भाइ चाहिँ उतै छ, त्यसलाई लिनु गएको होइन। घरमा चाहिँ लाइनै रहन्छ, आज बत्ती लाइन गएछ क्यारे गाउँतिर अन्धकार छ पुरो, यस्तो उज्यालो छैन खै त। सो मेरो आजको ब्लग चाहिँ यहीँ इन गर्न चाहन्छु होइन। सो के कस्तो लाग्यो होला एउटा कुरो भन्न, तँलाई भ्लग गर्दा चाहिँ एउटा चाहिँ 5 किलो यता जुन कि मैले हात हलाउँदैन त्यतिकै नै हल्लिन्छ। तर सर यहाँनिर क्यामेराको त्यो के अरे लाइट लगाएर अगाडिबाट देखाएको छ नि कहाँ हिँडेको मलाई थाहा छैन है, त्यसले देखाएको छैन, यति नजिक देखेको छ। सो त्यही है यस्तो अँधेरो छ। सो के कस्तो लाग्यो होला भनिदिनु है। सो मेरो भ्लग चाहिँ यहाँ इन गर्न चाहन्छु होइन आज। सो हिजोबाट स्टार्ट भयो भने त महोत्सव, अनि सो आज चाहिँ सेकेन्ड डे हो, अनि आजबाट चाहिँ कलाकारहरू आउनु थाल्यो होइन। सो त्यही भएर आज हामी गएको। हिजो चाहिँ यिनीहरू पनि थिएन, प्रदीपहरू हिँडेर कोही थिएन यहाँको घरमा गाउँतिर, अनि म चाहिँ अनि त्यो भएर नगएको थिएँ नि। त्यस्तो हिजो रमाइलो थिएन अरे होइन, आजबाट मात्र रमाइलो हुनु सुरु भएको हो। लाइन छ कि हो त बत्ती पनि राखेको छ। ए मेरो घर पो आइसकेको छ होला। सो अब एकछिन बस्नु पर्छ हिँडेर पखेर। सो अनि रमाइलो भयो। अनि आज खै कुन कलाकार आएको त्यो मलाई पनि थाहा छैन, बिर्सिसकेँ नाम सब सबै। भोलि के कमाउ खत्री थाहा एउटा त्यति हो। अनि हाउडे माया भन्ने केटीको नाम खै के भन्थ्यो भने बिर्स्यो। सो भोलि पनि खै राम्रो गीत गाउने कलाकारहरू आउँछ अरे होइन। सो भोलि पनि जानेछु, सायद म डेली जान्छु होला किनकि पास छ नि त, पैसा लाग्दैन। सो त्यही हो है। सो अनि अब यो मेरो भ्लग चाहिँ गर्न चाहन्छु, के कस्तो लाग्यो भनिदिनु होइन। त्यही हो कस्तो भयो गाइस, हिरोहरू नै आइपुग्यो ठ्याक्राकै। सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। सो बाई बाई गाइस, सी यू नेक्स्ट भिडियो।